आध्यात्मिकपट्टि हामी थियोलोजीपट्टि यहाँले पिटिएस देहरादुनबाट मास्टर गर्नुभएको छ अनि जसको परिचय यस्तो छ र यो समय हामी यहाँबाट परमेश्वरको वचन सम्बन्धी मृत्यु हाम्रो लागि के हो भन्ने विषयमा यहाँले हामीलाई परमेश्वरको वचनबाट राखिदिनु हुनेछ र यो समय म श्री मेसक परिवारलाई दिइरहेको छु। हुन्छ, यहाँनिर उपस्थित हुनुभएको टाढा नजिकबाट आउनुभएको हाम्रो पास्टर बाउ, एल्डर बाउ अनि गाउँ समाजबाट मण्डलीबाट यहाँ परिवारलाई सन्ताउना दिन बोलाउनु भएको सम्पूर्णलाई मेरो तर्फबाट स्वागत जनाउँदै यहाँ परमेश्वरको वचनले हाम्रो मृत्युको विषयमा के भन्छ भन्ने कुरालाई छोटो सन्देशलाई तपाईँहरूको बिचमा राख्न गइरहेको छु। अनि मृत्यु चाहिँ नेचुरल कुरा होइन, किनकि नेचुरल भएको भएदेखि हामी रमाउनु पर्ने कुरा हो होइन, हामी खुसी मनाउनु पर्ने कुरा हो। जसरी एउटा नानी जन्मिन्छ भनेदेखिलाई हामी खुसी मनाउँछौँ, हामी सेलिब्रेट गर्छौँ, तर मृत्युमा हामी रमाउँदैनौँ, तर उल्टा हामी दुखित हुन्छौँ। अनि हामी सबैलाई थाहा छ कि यो चाहिँ एउटा बिछोड हो भन्ने कुरालाई है, हामी सबैजनालाई हाम्रो दिमागमा हाम्रो कन्साइन्समा यो कुरा थाहा छ कि मृत्यु चाहिँ नेचुरल होइन, यसले चाहिँ हामीलाई अलग गर्छ होइन, परिवारलाई अलग गर्छ अनि ऊ व्यक्तिलाई फेरि पनि हामी सधैँ जस्तो भेट्दैनौँ भन्ने कुरा हामी सबैलाई थाहा छ। अनि त्यसै कारणले यत्रो ठुलो संसारमा हामी कुनै पनि हाम्रो कल्चर आफ्नो आफ्नो तरिकाको छ। वेस्टर्न कल्चरमा उनीहरूको फ्युनरल फाल्टै तरिकाको हुन्छ, साउथ इन्डियामा फाल्टै तरिकाको हुन्छ, नागाल्यान्डतिर फाल्टै तरिकाको हुन्छ, हाम्रो नेपालीमा पनि डिफ्रेन्ट कल्चर छ अनि हामी फाल्टै तरिकाले गर्छौँ। तर कुनै पनि कल्चर हामी हेऱ्यो भनेदेखिलाई यत्रो भास्ट डाइभर्सिटीमा, यत्रो भास्ट कल्चरमा मृत्युमा रमाउने कुनै पनि कल्चर छैन है। सबै कल्चर नै आज सम्पूर्ण मानव जाति नै मृत्युमा चाहिँ शोकित हुन्छ। अनि यो कुराले के बुझाउँछ भनेदेखिलाई चाहिँ मृत्यु चाहिँ हाम्रो लागि राम्रो कुरा चाहिँ होइन होइन, किनभनेदेखिलाई चाहिँ मृत्युले चाहिँ अलग गराउँछ। अनि यो कुरा चाहिँ के हो भनेदेखिलाई चाहिँ यो चाहिँ कहाँबाट आयो, यो नेचुरल कुरा होइन भनेदेखिलाई चाहिँ यो कहाँबाट आयो भन्दाखेरि चाहिँ बाइबलले चाहिँ यसको एन्सरलाई दिन्छ है। कसरी सुरु भयो भन्दाखेरि चाहिँ यो चाहिँ पापले गर्दा हो भनेर परमेश्वरको वचनले भन्छ होइन। जुन दिन मानिसले परमेश्वरको विरुद्धमा पाप गर्यो त्यस पश्चात चाहिँ मानिसको जीवनमा चाहिँ मृत्यु आयो। अनि त्यसै कारणले गर्दाखेरि हामी सबैजना मर्छौँ। अनि यसले चाहिँ के कुरालाई बुझाउँछ, हामी किन कोही पनि बाँचिरहँदैनौँ भन्ने कुरालाई जोड दिन्छ। अनि यसले चाहिँ के पनि बुझाउँछ भनेदेखिलाई चाहिँ कि हामी सबै पापी छौँ होइन। हामी पापी भएको कारणले गर्दाखेरि हामी सबै मर्छौँ। यदि एउटा मानिस मर्दैछ भनेदेखिलाई ऊ किन मर्दैछ भनेदेखिलाई होला उसकोमा रोग होला, ऊ धेरै कुराले मरेको छ होला, तर त्यो भन्दा भित्र गहिराई भित्रको कुरा चाहिँ ऊ किन मर्दैछ भनेदेखिलाई चाहिँ बाइबलले भन्छ उसले चाहिँ पाप गरेको छ अनि पापको ज्याला चाहिँ मृत्यु हो भनेर भन्दछ। अनि हाम्रो जेनेरेसनको प्रब्लम चाहिँ के छ भनेदेखिलाई चाहिँ हामी चाहिँ ईश्वर छैन भन्ने, अहिले साइन्स अलिकति डेभलप भइसकेर चाहिँ यो जेनेरेसनमा आउँदै गरेपछि अलिकति पढ्नु थालेपछि साइन्सलाई अलिक खोदल्दै जाँदाखेरि हामी के भन्छौँ भनेदेखिलाई चाहिँ ईश्वर छैन, देयर इज नो गड, गड डजन्ट एक्जिस्ट होइन, ईश्वरै छँदै छैन। अनि एक किसिमले हेर्दाखेरि मैले पनि धेरै थ्योरिजहरू पढेको, स्टेफन हकिन्स तपाईँले चिन्नुहुन्छ होला, हाम्रो जेनेरेसनको सबैभन्दा खतरा वैज्ञानिक होइन। उसले थुप्रो थ्योरीहरू दियो, उसको थ्योरीहरूमा कस्मोस थ्योरी आउँछ, कसरी यो युनिभर्स बन्यो, अनि मल्टिभर्स भन्ने एउटा एकदम अहिलेको जेनेरेसनलाई चाहिँ सोचाइमा पार्ने खालको कि यो युनिभर्स चाहिँ थुप्रो छ अनि अर्थ जस्तो चाहिँ कहीँ अर्को पनि ठाउँ छ त्यहाँनिर चाहिँ मान्छेहरू पनि छ भन्ने खालको उसको एउटा थ्योरी पनि थियो। अनि अर्को चाहिँ एउटा टाइम ट्राभल भन्ने पनि। तर मैले उसको थुप्रो थ्योरीहरूलाई पढ्दै थिएँ अनि एक किसिममा मैले पनि कस्तो खालको थटमा आइपुगेको थिएँ भनेदेखिलाई चाहिँ साँच्चै नै स्वर्ग र नर्ग त छैन होला, मान्छेलाई डिसिप्लिन गर्नुको लागि मात्र यो धर्महरू होला होइन। किनकि हामी सबैजना पढ्ने मान्छेमा चाहिँ यो जिज्ञासा हुनु पनि पर्छ होइन, खोज्नुपर्छ सबै कुरालाई। अनि लेटर अन उसको मैले बादमा हेर्नु छोडेँ, तर हिजो अस्ति म छक्कै परेँ जब यो एप्स्टिन फाइल आयो जसमा चाहिँ सबैभन्दा बेसी नाम महान वैज्ञानिक स्टेफन हकिन्सको होइन। जुन कुरा चाहिँ एउटा बाल शोषक गर्ने होइन, त्यहाँनिर चाहिँ एकदम मान्छेहरूको मासु खाने होइन, थुप्रो किसिमको त्यहाँनिर नानीहरूलाई टर्चर गर्यो भने चाहिँ उनीहरूको ब्लडमा एक किसिमको केमिकल बनिँदो रहेछ अनि त्यो ब्लड पियो भने चाहिँ त्यो चाहिँ एउटा एन्टी एजिङ होइन, जसले चाहिँ बुढो बनाउँदैन। अनि त्यो ब्लड खानेमा त
आइन्स्टाइनको पनि नाम। अनि त्यो कुरा देखेर उसको मोरल डिग्निटी, जब एउटा मानिसले चाहिँ ईश्वर छैन भन्ने कन्क्लुजनमा आउँछ भनेदेखिलाई उसको मोरल डिग्निटी चाहिँ त्यहाँ पुगेको हुँदो रहेछ। अनि हामीले कसलाई फलो गर्दैछौँ भन्ने क्वेसन पनि ममा आयो। अनि त्यसै कारणले बाइबलले पनि यो कुरालाई जोड दिएको छ। अनि म तपाईँहरूलाई भन्नु पर्यो, बाइबलले पनि भन्छ देयर इज नो गड होइन। तपाईँहरू छक्कै पनि पर्नु हुँदै होला, आज यहाँ बाइबल बोकेर भन्दैछ बाइबलले चाहिँ कसरी चाहिँ देयर इज नो गड भनेर भन्छ। म तपाईँलाई एउटा खण्ड पढेर सुनाउन चाहन्छु। यहाँ भजन सङ्ग्रह 14:1 यसरी भन्दछ, मूर्खले आफ्नो मनमा भनेको छ ईश्वर छैन, तिमीहरू भ्रष्ट भएका छन् र तिनीहरूले घिनलाग्दो कामहरू गरेका छन्, असल गर्ने कोही छैन। अनि बाइबलले पनि भन्छ ईश्वर छैन भनेर भनेको छ, तर कसले भन्दाखेरि चाहिँ मूर्खहरूले है। अनि ईश्वर चाहिँ कसले छैन भनेर भन्दो रहेछ भनेदेखिलाई चाहिँ जसले चाहिँ जो व्यक्ति चाहिँ इलिटरेट भनेको होइन, पढ्दै नपढेको भनेको होइन, तर मूर्ख चाहिँ कोसँग तुलना गर्दैछ भनेदेखिलाई जो साइन्टिस्ट हाम्रो हिसाबमा हो भनेदेखिलाई यति बेसी ज्ञानी होइन, उसले यति बेसी थ्योरिजहरू दियो अनि संसारलाई सोच्न बाध्य बनायो, तर उसको कामलाई हेर्दै गर्दाखेरि चाहिँ ऊ त हामीभन्दा पनि मूर्ख देखियो होइन। त्यसै कारणले बाइबलले पनि भन्छ मूर्खले चाहिँ ईश्वर छैन भनेर भन्दछ। अनि यो मृत्युहरूले पनि हामीलाई के कुरालाई बुझाउँछ भनेदेखिलाई चाहिँ सम एक्सटर्नल पावर छ होइन, जसको कारणले गर्दाखेरि चाहिँ हामी जीवित छौँ। अनि उहाँको बडी र हाम्रो बडीमा के फरक छ भनेदेखिलाई उहाँको पनि शरीर त त्यही हो, तर एकमुठी सासको मात्रै फरक छ होइन। तपाईँ अनि म यहाँ किन यसरी बसेको छौँ भनेदेखिलाई चाहिँ हामीभित्र चाहिँ सास छ। अनि त्यो परमेश्वरले जसले त्यो सासलाई भरिदिनु भयो, उहाँ परमेश्वरले चाहिँ हाम्रो सासलाई निकालिदिनु भयो भने हामीमा पनि केही फरक हुँदैन। त्यसै कारणले हामीले धेरै कुरा सृष्टिहरूबाट सिकिरहेको हुन्छौँ। एउटा रुखलाई हेऱ्यो भनेदेखिलाई हामी मोरल भ्याल्युमा पढ्छौँ होइन। एउटा फल लागेको रुख चाहिँ जहिले पनि झुकेको हुन्छ भन्ने कुरालाई हामी सिकिरहेको हुन्छौँ। तर यो सृष्टिबाट हामीले कुन कुरालाई चाहिँ सिक्नु बिर्सेको छौँ, हामीले याद गरेको छैनौँ भनेदेखिलाई कि मृत्यु चाहिँ अन्त होइन भन्ने कुरालाई चाहिँ हामीले ध्यान दिएको छैनौँ। किनभनेदेखिलाई अब यो मकै छर्ने सिजन आउँदैछ, हामी मकैहरू छर्छौँ, एउटा बिउलाई हामी हातमा लिन्छौँ अनि त्यो बिउलाई चाहिँ जमिनभित्र गाड्छौँ होइन। त्यो मकै कुहिन्छ तर ऊ त्यत्तिकै सकिँदैन, त्यहाँबाट चाहिँ एउटा नयाँ टुसा पलाउँछ। हाम्रो शरीर पनि हामी त्यस्तै छौँ। हाम्रो शरीर यहाँनिर दफन हुन्छ, तर हाम्रो अन्त चाहिँ यो होइन होइन। हामी चाहिँ काहीँ न काहीँ जान्छौँ। त्यसै कारणले गर्दाखेरि हाम्रो विभिन्न रीतिहरू छ यो कुरामा पार लगाउनको लागि होइन। हामी यहाँ क्रिस्चियनहरूले यसरी गरिरहेका छौँ। तर म तपाईँलाई यो कुरालाई भन्छु, हाम्रो बिचमा पास्टर बाउ हुनुहुन्छ, एल्डर बाउहरू हुनुहुन्छ, हामी कसैले पनि उहाँलाई पार लगाउन सक्दैनौँ। किनभनेदेखिलाई हामी पनि मर्छौँ, हामीमा विकनेस छ, हामीमा त्यो क्षमता छैन, हामी पनि उहाँ जस्तै एक दिन मर्छौँ। अनि हाम्रो पनि कोही पास्टर आएर यसरी उभिएर हामीलाई पनि अन्तिम संस्कार दिँदै गरेको हुन्छ। तर हाम्रो आत्मालाई पार चाहिँ कसले लगाउँछ त? कसले लगाउन सक्छ? के हामी मण्डली मिलेर पार लगाउँछौँ? कसैले पनि सक्दैनौँ, किनकि मण्डलीको सबैजना पनि हामी मर्छौँ। त्यसै कारणले गर्दाखेरि हामी चाहिँ मृत्यु चाहिँ अन्त होइन, यस पछाडि पनि हामी कहीँ जान्छौँ। अनि त्यो कहीँ जानुको लागि चाहिँ के छ भनेदेखिलाई चाहिँ हामीले चाहिँ एउटा ईश्वरलाई चाहिँ हामीले बुझ्नुपर्छ, एउटा ईश्वरसँग चाहिँ हामीले सम्बन्ध बनाउनु पर्छ। अनि संसारमा थुप्रो ईश्वरहरू छ होइन, थुप्रो ईश्वरहरू छ। अब यसमा को चाहिँ ईश्वर सही हो, थुप्रो कुराहरू छ। तर त्यो कुरामा हामी जाँदै गर्दाखेरि हाम्रो विश्वास चाहिँ केमा अडिन्छ त भन्दाखेरि हामीले के कुरामा विश्वास गर्ने, कसरी विश्वास गर्ने भन्दाखेरि प्रुफले होइन है। हामी धेरैचोटि चाहिँ प्रुफले नै ईश्वर छ भने भन्छौँ, तर प्रुफ भन्ने कुरा चाहिँ कस्तो भनेदेखिलाई मैले बोल्दै गरेको तपाईँले प्रुफ भन्यो भने तपाईँले प्रुफ गर्न सक्नुहुन्न, किनकि प्रुफ चाहिँ जहिले पनि एभिडेन्ससँग जान्छ। त्यसको लागि चाहिँ के छ त, प्रमाण के छ त? ईश्वर छ भने चाहिँ प्रमाण के छ त भनेपछि हाम्रो विश्वास पनि जहिले पनि एउटा एभिडेन्समा बिल्ड भएको हुनुपर्छ होइन। हामीले सबै कुरा हामी रिजन बेगर हामीले धेरैचोटि विश्वास गरिरहेको हुन्छौँ, तर हाम्रो विश्वासको बेस, हाम्रो फाउन्डेसन चाहिँ के छ त भन्दाखेरि चाहिँ एभिडेन्स हुनुपर्छ। अनि हाम्रो इसाईको चाहिँ एभिडेन्स के छ त? हाम्रो ईश्वर छ भनेर हामी यत्रो प्रचार गर्छौँ, आइतबार पछि चर्च जान्छौँ, बुधबार सेवा जान्छौँ, लागि पर्छौँ। के को कारणले भन्दाखेरि चाहिँ हाम्रो विश्वासको जड चाहिँ के हो भन्दाखेरि चाहिँ एभिडेन्स होइन, कि येशू ख्रीष्ट संसारमा आउनु भएको हो, उहाँलाई चाहिँ रोमी शासकहरूले क्रुसमा टाँगेको हो, उहाँलाई झुन्डाएको हो, मारेको हो, कोर्रा हानेको हो, अनि उहाँलाई गाडेको हो, अनि गाडेर उहाँ फेरि बौरी उठ्नु भएको।
अनि 40 दिनसम्म उहाँ चेलाहरूसँग हिँड्नुभयो होइन। अनि त्यसको इतिहास गवाई छ, त्यसको डकुमेन्ट्स छ, उहाँलाई गाडेको ठाउँ त्यहाँनिर छ, उहाँलाई गाडेको चिहान अहिले पनि छ। अनि त्यति मात्र नभएर जो येशूको 12 जना चेलाहरू थियो उनीहरू चाहिँ सबै संसारभरि चाहिँ येशूको विषयमा सुसमाचार गर्दै हिँडे। अनि सुसमाचार गर्दै हिँड्दाखेरि त्यस्तो सजिलो थिएन होइन। उनीहरूलाई पत्रुस भन्ने येशूको चेलालाई उदोमुन्टे क्रुसमा टाँगेर मार्यो। आज हामी सोचौँ एउटा झुटो कुराको लागि कसैले पनि आफ्नो ज्यान दिँदैन होइन। एउटा कुनै पनि क्राइममा सपोज मलाई नै पक्रेर लिएर गयो भने मलाई कस्टडीमा लगेर मबाट ट्रुथ निकाल्नुको लागि के गर्छ भनेदेखिलाई मलाई टर्चर गर्छ होइन। मेरो नङ निकालिदिन्छ, मेरो उम्ला काटिदिन्छ, त्यहाँबाट मलाई टर्चर गर्दै जान्छ। तर म त्यो टर्चरलाई डेथसम्म सहनु सक्दिनँ एउटा झुटो कुराको लागि। एउटा सर्टेन टाइम आउँछ त्यतिखेर म सबै ट्रुथलाई राखिदिन्छु। तर येशूको चेलाहरू चाहिँ किन आफ्नो प्राणलाई दियो? 12 जना चेलाहरूमा हामी देख्छौँ सबैजनालाई बार्तेलोमालाई त उसको छालालाई निकालेर मारेको छ, स्किन्ड आउट भनेको छ। त्यो समयको सबैभन्दा खतरा पनिसमेन्ट। इन्डियामा आएको थोमा 52 AD मा इन्डियामा आएर थोमालाई मार्यो। यहाँनिर इन्डियन प्रिस्टहरूले उसलाई भालाले रोपेर मारेको छ। किन उनीहरूले त्यो कुरालाई गर्यो भनेदेखिलाई चाहिँ उनीहरू झुटो कुराको लागि एभिडेन्स भएर गएको होइन, तर उनीहरूले चाहिँ बौरी उठेको मान्छेलाई देख्यो अनि उनीहरूसँग उसँग 40 दिनसँग हिँडिसकेपछि चाहिँ उनीहरू चाहिँ आफ्नो ज्यान पनि दिनुको लागि तयार भयो। अनि हामी पनि यो कुरामा किन लागि पर्छौँ, जोड दिन्छौँ, हामी सुसमाचार सुनाउँछौँ भनेदेखिलाई कि हामीले विश्वास गरेको परमेश्वर चाहिँ हामीलाई त्यहाँसम्म लिएर जानु सक्नुहुन्छ। अनि यो हामीले जिउँदो हुँदाखेरि हामीले यो कुरालाई सोच्नुपर्छ कि मैले जो ईश्वरलाई पुज्दैछु के ऊ चाहिँ ट्रुथ हो कि होइन, उसको एभिडेन्स के छ होइन। हाम्रो फेथ चाहिँ जहिले पनि एभिडेन्समा बिल्डअप हुनुपर्छ। अनि जुन किताब हामीले बोकेर हिँडेका छौँ अनि यो किताब चाहिँ 1500 वर्षभित्रमा लेखिसकेको 40 जना अथरहरू यहाँनिर छ। अनि यो लेख्ने यो यहाँभित्रको लेखकहरू हेऱ्यो भने पनि कोही राजाले लेखेको छ, कोही गोठालोले लेखेको छ, कोही यीशुको चेलाहरूले लेखेको छ, विभिन्न व्यक्तिहरूले लेखेको छ, तर सन्देश एउटै छ होइन। थुप्रो टाइममा लेखेको छ। 1500 वर्ष भन्नुको मतलब यहाँ होइन। अहिले हामीले 1500 वर्षको हाम्रो कुनै पनि लेखाइलाई हेऱ्यो भने अहिलेसम्ममा कुनै पनि सिमिलरिटी भेटाउँदैनौँ, एडभान्स भइसकेको हुन्छ। तर बाइबल धर्मशास्त्र जुन छ 1500 वर्षभित्रमा लेखिसक्यो, तर भए पनि यसको सन्देश एउटै छ, बाटो सत्य अनि जीवन चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई पार लगाउन सक्नुहुन्छ। अनि यहाँनिर एउटा हामी यूहन्ना 11 अध्यायको एउटा अन्तिम खण्डलाई पढेर यो छोटो वचनलाई म यहाँ राख्न चाहन्छु। यहाँनिर येशूले भन्नुभएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ, औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। यहाँनिर के येशूले के भन्नुभयो भनेदेखिलाई चाहिँ मलाई विश्वास गर्नेहरू चाहिँ मर्दैनौ भन्नु भएन है। यहाँनिर विश्वास गर्नुभयो उहाँले, तर मर्नुभयो। तर उहाँले के भन्नुभयो भने चाहिँ मलाई विश्वास गर्ने चाहिँ मर्यो भने पनि बाँच्नेछ। यो चाहिँ एउटा स्ट्रेन्ज कुरा छ है, मर्यो भने पनि बाँच्नेछ। अनि उहाँलाई विश्वास गर्ने चाहिँ फेरि कहिले पनि मर्ने छैन भन्नुको मतलब ऊ चाहिँ अनन्त मृत्युमा जाँदैन, ऊ चाहिँ अनन्त जीवनमा जान्छ। अनि यहाँनिर एउटा क्वेसन छोडेर येशू ख्रीष्टले क्वेसन छोड्नु भएको छ, के तिमी यो विश्वास गर्छौ? अनि आज तपाईँहरूलाई पनि यही क्वेसनलाई हामी छोड्न चाहन्छौँ कि येशूले भन्नुभयो पुनरुत्थान र जीवन म हो। अनि उहाँले चाहिँ बौरी उठेर देखाउनु भयो, संसारलाई देखाउनु भयो। अनि उहाँले भन्नुभयो मलाई विश्वास गर्ने चाहिँ मर्यो भने पनि बाँच्नेछ। अनि उहाँले क्वेसन गर्नुभयो के तिमी यो कुरालाई विश्वास गर्छौ? अनि उहाँले विश्वास गर्नुभयो। अनि आज तपाईँ अनि मलाई पनि यो क्वेसन छोडिकन जानुभएको छ कि हामीले विश्वास गर्छौँ कि गर्दैनौँ। हुन्छ, यो छोटो समय फेरि पनि आजको सञ्चालक काल्डो बोल्दै दिन चाहन्छु। आदरणीय श्री मेसक परिवारलाई धन्यवाद दिँदै हामी यस समयमा वरियर राइट्समा जानेछौँ र यो सम्पूर्ण समय आदरणीय पास्टर PR शर्माज्यूलाई यो समय दिइरहेको छु।